ल यो हाम्रो शिक्षा कार्यालय टर्निङ यहाँबाट सिधै आयो भने होटल पर्छ हाम्रो होटल सन स्टार इन्टरनेसनल प्राइभेट लिमिटेड। त्यसको ठिक पारिपछि भैरव पथ भनेर छ। त्यसको ठ्याक्क साइडमा हाम्रो भैरव पथमा सनराइज मोटरसाइकल पार्ट्स एन्ड वर्कसप छ। सिने पार्ट शिव मन्दिर लेखेको छ। यहाँ लेखिएको छ हामी कहाँ सम्पूर्ण मोटरसाइकल तथा स्कुटर धुलाइ गर्नुको साथै पार्ट्सको सुपथ मूल्यमा पाइन्छ भनेर लेखिरहेको छ। र यो सही कुरा हावा पनि हालिन्छ, टायरहरू पनि बेचिन्छ। र त्यसमध्ये यहाँ लेखेमध्ये एउटा काम धुलाइ काम भइरहेछ, कति राम्रोसँग भइरहेछ। बिहान बाइक बनाउने हावा हाल्न पङ्चर थाहा पाएँ धुलाइ पनि हुन्छ भनेर यहाँ बाइकमा धुलाउन लाग्छ। साउजी आफै खट्नु भएको छ हेर्नु। शनिबारको दिन पनि उहाँले समय दिइराख्नु भएछ। त्यसैले हामी सबैले सनराइज मोटरसाइकललाई हामीलाई माया गर्नुपर्छ र हामी साथ हिँड्नुपर्छ सबैले। यो हाम्रो सनराइज मोटरसाइकल हो। यो वर्कसप हो। स्कुटर मोटरसाइकल बाइक हरेक कुराहरू सबै काम हुन्छ यहाँ पङ्चर बनाउनदेखि लिएर हावा हाल्ने सबै छ। यहाँ भित्र यहाँ मेसिन पनि हाम्रो साउजीले राख्नु भएको छ। यो मेसिन हो, यहाँबाट हावा हाल्ने हो। वाक्स पनि मेसिनबाट लाउने हो। यहाँ दुईवटा छ। हावा हालेको पैसा पनि लाग्दैन। यो पसल हो, यो धुने हो। च्यानल उहाँले भनिराख्नु च्यानल सब्सक्राइब गरेर आयो भने 10% डिस्काउन्ट छ सुरुमा भनिराख्नु छ। यहाँ मेरो बाइक धोइराख्नु भएको छ उहाँले राम्रोसँग हेर्नुहोस् त। त्यही भएर सबैजनाले हाम्रो सनराइज मोटर पार्ट्स एन्ड वर्कसपलाई माया गरिदिनु होला भनेर सबैलाई हार्दिक अनुरोध गर्दछु। र एकपटक उहाँलाई सेवा गरेर मौका अवश्य दिनु होला र सेवा गरेर हेर्नु होला। त्यसपछि तपाईँले बारम्बार सेवा दिनुहुन्छ भनेर म एकदम आशा गर्दछु। यति भन्दै अहिलेलाई केही चाहिँ साउजी केही भन्न चाहनुहुन्छ? म एकदम खुसी छु तपाईँको सर्भिस देखेर, सबैलाई पनि खुसी हुन चाहन्छु भनेर। भइरहनु धेरै टाढो छैन, सिट हाम्रो सनिसाको ठ्याक्क हो। सनिसा होटलको ठ्याक्क अगाडिपट्टि छ सनराइज मोटरसाइकल वर्कसप भनेर।